मामा यार रुइरा थियो यार टिकेट यार मामा रुइरा थियो अनि तिमीले सिधै टिकेटलाई भन्नु कुति ताक्छु भन्नु सिधै यो के भन्छ भने रोकीले भने मलाई नभन्नु त्यस्तो यार मा कसो रुला थियो लोकेसन खोजिदिनु यो रमेशको टिजिआर रमेशको भन्नला थियो मैले पहिला के त्योको बोयफ्रेन्ड त यार लोकेसन खोज्दैला थियो के तिम्रो यार टिजिआर रमेश यसले गाली गरे मेरो उलाई गर्लफ्रेन्डलाई भनिरा थियो अनि किन नै गाल दिए किन त केटीलाई अरे उ रुन्ला थी भने यार मामा अरे यो ओटीसी को ओपनली च्यालेन्ज हो के भन्छ आज धेरै बोल्छ केटीहरुले आदैन केटा घरमा चाक छिराइदिन्छु म भन्छ अरे त्यो भन्दा नि मामा तर केटीहरुलाई गाली मुखमुखै छाड्नु त भएन यार केटीहरु सच्चै यार रुन्ला थियो यार उल्टे उल्टे बोल्न लाग्यो यो गाडी मैले भन्दैछु मैले कसलाई गाली पनि छैन अनि त्यो किन रुइरा थियो त तमीले त्यसो भन्यो भने किन भन्नला थियो टिजिआर रमेशले यस्तो भन्यो यता गाली गर्यो उता गाली गर्यो अनि भनेर रुइरा थियो भने यार माया कसम अनि अरे मैले घण्टा गाली गरेर चाहिँ मैले भन्दा त गाली गरेन भनेर म बिहान 12 बजे लागिसक्यो यार धेरै फेरि म हल्का दिन बनाउनु छैन उल्टा तिमीले 400 किलो भन्यो हाम्रो अरे बाबु हामी काट्दैन के भन्छ त्यो उल्टा उल्टा हाम्रो त्यसको मतलब छैन कि हामीले के चाहिदैन के भन्छ हामी सिंगल लाइफ बेस्ट तिमी केटाको काट्नेवाला अरे बुझ्छु के लान्डे भाइ अरे यार त्यो नै त्यो भन्दा नि त्यो केटीलाई किन गाली गर्यो के यार रुन्ला थियो भने मा कसम यार मुझे उल्टा जिपाइ दिएन भन्नला ल यो यसलाई सुजनलाई सोध न सुजन रुन्ला थियो किन भन त म तिम्रो चाक चिक्ने मैले भनिदिए भए म बिहान तिमीले मलाई उल्टा सुल्टा बोल्न ल बाध्य बनाछौ बाध्य बनाएको दिनमै यस्तो त्यो चाक चिक्दिनु म पछि मैले भनिदिए है मैले बिहान गाली गर्ने बाध्य बनाएर तिमीले त्यो भन्दा नि त्यो केटीलाई किन गाली गराइ भने हो के हामीले त यार सम्झाउने कुरा हो या त मेरो यसो के मजाक यार रुन्ला थियो भने मामा यार त्यो केटी यार किन हो खै के गाली गर्यो टिजिआर रमेशले गाली गर्यो यता उता अनि पछि त हामीलाई गाली गरे हो त्यसले त अरे भन्न चाहिँ कोही केटीलाई नाम भन्नु के पहिला सुजुहरू सुजनको गर्लफ्रेन्ड हो के त्यो सुजुका भन्ने एक घण्टा मैले पहिला गाडी गरे अनि त्यो मसँग खेल्दैन बुढचुडीहरू लाडके बालहरू ऐसे भन हामी अरे बुढचुडी हैन के लडा चोडी अरे अनि तपाईँ त्यो खेल्दिन भनेपछि तपाईँ त्यही ग्रुपमा त गइखन त गाली त गरे अनि ग्रुपमा गएर हामीले थोड्न भन्नु त्यससँग खेल्यो ग्रुपमा बसेर चाहिँ गएर चाहिँ कुति चार्छु भन्यो मसँग फ्रेन्ड पनि छैन झाटो उल्टा सुल्टा नगर्ने तिमीहरू भन्छ मैले बोलाएको थिएँ कि आउँदा त्यो बेला गाली गरे कि क्या हो मुझे रन दिएर मुझे बिहान आएर उल्टा सुल्टा बाध्य बनाउँछु झाटोहरू कुति तिमी सादा हामीलाई रन दियो भन मुर्को दिगे त्यो उल्टा सुल्टा नगर्नु भन्छ है कानमा टिम जोड बड्डे मार्नु अरे त्यो जसो भए पनि ममा तपाईले यार त्यो सुजुका भन्नेलाई नगाली गर्दा बड्डे के यार राम्रोसँग भनेको रुन लाग्थ्यो नि यार कस्तो यहाँ सुन न यहाँ त सुन्न पर्यो कसो गर्न लाग्थ्यो अहिलेसम्म मलाई कसैले यस्तो गाली गरेन यो टिजिआर रमेश आएर यमा मलाई यस्तो गाली गरेर गयो भनेर मा अरे त्यसको यो आइडी त्यसको म चाक चिक्ने मोजी लाडो मार त्यसको लोकेसन आयो गाडा त्यो भन्न आयो सुजनै भएर त्यसको बोयफ्रेन्ड अब खस्ता भन्नु भने चाहिँ यो लोकेसन लाग्ला यससँग कुरा गरेर त्यो
ए लोकेसनमा भनिदिन्छु कहिला ल्याऊ होइन मापुरी मोहनी बजारबाट हल्का अगाडि आऊ अरे दीर्घ साउथलाई दीर्घ साउथ त्यस्तो गर्ने रे सुजनको घर पनि मोहनी बजारमा दीर्घ साउथै छैन नाइ त्यो त छाड अनि त्यो सुजुकालाई गाली किन गरे भने हो के मेन चीज आ त त्यो ओपनली च्यालेन्ज नै धेरै बोल्ने गाडमा गएर म त्यो घरमा भिजाएर जानु भेटाइदिने हो मैले भनिदिएँ अरे के ठुलो लालो दम छ भने म चाहिँ मेरो घरमा आउनु पर्यो माथिको साग दिन्छु मेरो घरमा आएपछि जहाँ ए भान्जा पहिला छोड्ने भने गाडीमा हिम्मत हुनुपर्ने गइगा म चाहिँ आमालाई केटीलाई छोडिसक्यो बाटोमा केटालाई